Hello everyone, welcome my YouTube channel. हामी चाहिँ जाँदैछौँ के भन्छ नि आज छुट्टीको दिन हो हैन घुम्नुको लागि जाँदै हो हामी चाहिँ कहाँनिर भन्दाखेरि यहाँनिर एकदम भाइरल छ के भाइरल ठाउँ छ के हो त्यो ठाउँको नाम ठाउँको नाम चाहिँ थाहा छैन तर पनि अब सबैजना त्यहाँनिर घुम्नु गइरहेको छ टिकटक बनाउन जान लागेको छ उड्ने ठाउँमा हेलो हामी जाँदै हो गाइज अब बकालामा गएर हैन पसलमा गएर रिचार्ज कार्ड किन्नु लाग्यो किनकि टिकटक बनाउन त चाहिन्छ नि मेरो खुट्टा त राम्रो भइछ रिचार्ज खुट्टा राम्रो रहेछ अरे आफ्नो खुट्टा आफै राम्रो एउटा चप्पल लगाइसकेपछि एउटा चप्पल नजाने 10 चप्पल लाग्ला गर्छ एकैचोटि लाग्ला गर्छ ज्ञानले के त्यसको चप्पल र मेरो एकै दिन किनेको नि त के अरे यो चप्पलको र मेरो चप्पलको ह्यापी बर्थडे सँगै बर्थडे बना सँगै छुट्टिन्छ होला हेलो दिस इज माई आउटफिट रिचार्ज किन्नु भनेर आएको बकालामा रिचार्ज चाहिँ रहेनछ भिडियो बनाउन पाउँदैन यहाँ पाइहाल्छ नि हेलो हामी चाहिँ यहाँनिर गाडीभित्र बसिसकेको छौँ अब जाँदैछौँ चरा उडेको ठाउँमा कस्तो छ यहाँनिर आयौँ गाइज यहाँनिर तर कहाँनिर हो चरा उड्ने ठाउँ चाहिँ वहाँनिर हो पर होइन अब चरा उड्छको त आएन रङ्गी चङ्गी घरहरू छ यो गर्दैन होटेलहरू चाहिँ चराको लागि बम नि किनेछौँ होइन अनि बम यसरी देखाएपछि चाहिँ चरा आउँछ भनेको तर खै चरा त देख्दैन उडेको अब त्यहाँ नजिक गएपछि हेर्नुपर्छ छ कि छैन चरा छैन भने चाहिँ फेरि रुममै लगेर खानुपर्छ बम पाउडर टी गाइज हेलो हामी चाहिँ त्यो के भन्छ नि यो डोङ्गा कि के जस्तोमा चढ्नु लागेको छ बट कि बुट के भन्छ त्यसमा चढ्नु जानु लागेको अब सोध्नु लागेको कति पैसा लिन्छ भनेर प्राइस सोध्नु गएको होइन समुद्रको वरिपरि घुम्ने हो यो गाडीमा चढेर उता सबै घुम्नु लागेको डर पो लागेर आउँछ के भागेको डराएको छ त्यही त लगाउन त नि लगा अंदर डाल दो ये भी डाल दो इधर ये भी डाल दो इधर बस यही है हो गया हो गया मोटा दिख रहा है ना मोटा दिख रहा है मेरे को हाँ बहुत मोटा लगता है हेलो हेलो अब हामी चाहिँ लाग्यौं नेपाल किधर अच्छे से इधर आओ भैया इधर लाग्यौं भाइ गाइज हामी चाहिँ अब नेपालतिर गाइज यता हेर्दै यत्रो यहाँ भक्कु के भयो भनेको मेरो कत्रो त समुद्र पारी ओए तिमी न डोटे मन डरो बना ले न यहाँ ला मन लागिसक्यो ल भैया गाना अब गाना तो किसको मोबाइल से होगा मालूम नहीं आपको मोबाइल से बजाओ ना हम लोग तो इधर वीडियो कर रहे हैं हेलो माय गॉड सब बजा रहा आवाज है गाइस एकदम धेरै रमाइलो भइरहेछ माय गॉड सक्यो गाइज थ्याङ्क यू सो मच ब्रदर तेरो ब्याग थिएन उतै माथि छ एकजनाको चाहिँ 44 रियल लिँदो रहेछ होइन अनि एकदम धेरै रमाइलो पनि भयो के भन्छ नि राम्रो लाग्यो खै कति मिनट पो घुमायो यादै भएन भनेको त्यसै गाइज हाम्रो चाहिँ घुमघाम अब यति नै हो होइन अब हामी चाहिँ रुममा जानु लागेको मेरो ब्लग चाहिँ यहीँनिर इन्ड गराउनु लागेको छु ओके अब रुममा गएर पनि खै के हुन्छ दिदीले खाना बनाएर राख्नु अब खाने हो